हेलो एभ्रिवान, सबैजना सन्चै नै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु होइन। कति दिन बाद अब यस्तो खालको भिडियो बनाउँदैछु नि त। अन्त आज चाहिँ अलिकति टाइम निकालेर होइन, यो चाहिँ एकदमै स्पेसियल भिडियो, किनभने स्पेसली डेडिकेटेड टु माई हस्बेन्ड होइन। अन्त चाहिँ यो भिडियो मैले बनाइनँ भने चाहिँ एकदमै इन्जस्टिस हुन्छ होइन। त्यो भएर चाहिँ मैले बनाउनु नै पर्छ यो भिडियो मैले होइन। त्यो भएर चाहिँ मैले बनाएको, किनभने चाहिँ सबैलाई थाहै नै छ, मेरो रिल्सहरू पनि आएको थियो होइन। एनिभर्सरी थियो नि त हाम्रो अप्रिल 15 चाहिँ फर्स्ट एनिभर्सरी थियो भएर चाहिँ। अन्त हामी त अब त्यस्तो भेट्दैन टाढो टाढोमा भएकोले गर्दाखेरि चाहिँ। अन्त एनिभर्सरी गिफ्ट चाहिँ के दिने, हामी त्यस्तो ज्यादा महँगो त्यस्तोहरू त एक्सचेन्ज गरेर पनि के फाइदा, दुईजनाकै त होइन, त्यस्तो बिलिभ पनि गर्दिनँ। अन्त गेम देखिराखेको थिएँ पहिला नै, खेल्नेवाला चाहिँ थियो अरे ऊ र म भएर, किनभने जहिले अब ट्रेन्डिङहरू हुन्छ त्यति बेला त हामी सँगै हुँदैन। त्यो हुँदाखेरि चाहिँ ऊ र मैले के डिसाइड गरेको थियो भन्दा चाहिँ, मै आइडिया दिन्छु, ऊ त बनाउँदैन तर सपोर्टिभ एकदमै। मैले भन्दाखेरि चाहिँ ल भनेर चाहिँ के गर्यो भन्दा चाहिँ हामीले चाहिँ 7 कलर्स एक्सचेन्ज, अब यो ट्रेन्डिङ ढिलो भइसक्यो तर पनि अब हाम्रोमा त अब नयाँ हुन्छ नि त ऊ र म त होइन भनेर चाहिँ। अनि त्यो गरेको थियो। अन्त चाहिँ 7 कलर होइन, अब रेड ग्रिन ब्ल्याक पिङ्क वाइट अन्त ब्राउन, यो गरेर 7 कलर चुज गरेको थिएँ, जसमा कि हाम्रो एनिभर्सरीमा चाहिँ यो गिफ्ट चाहिँ हामीले दिनुपर्ने होइन। अफसोस कि बात चाहिँ के भयो भन्दा चाहिँ मेरो चाहिँ ड्युटीले गर्दा चाहिँ म एकदमै नै जानु पाइनँ, म सपिङहरू त केही गर्नु नै पाइनँ होइन। अन्तखेरि चाहिँ बिचारा उसले चाहिँ कोलकाताबाट चाहिँ अब मेरो लागि चाहिँ त्यो सामान चाहिँ ल्याएर आएको थियो अब होइन। आउनु नै सबैभन्दा ठुलो कुरा हो। अब त्यो सामान ल्याएर आएको, अब मैले यो भिडियो मैले बनाएँ भने एकदमै इन्जस्टिस हुन्छ। त्यो भएर मैले चाहिँ उसलाई कति 7 कलर्समा 5वटा चाहिँ मैले किनिदिएँ। हामी एकछिन टाइम निकाल्दा 7 त उसलाई चाहिनेहरू मैले किनिदिएँ। अन्त 2टा चाहिँ ड्यू छ गाइस, 2टा चाहिँ ड्यू छ होइन। उसले चाहिँ मलाई त्यस्तो टाढोबाट पनि एकदमै थर्टफुल, अब कस्तो थर्टफुल गिफ्ट्सहरू पनि मलाई ल्याइदिएको छैन, के जरुरत छ, किनभने बात गर्दै गर्दा त अब त्यो हुन्छ नि त, यस्तो चाहिएको छ उस्तो भन्ने खालके त्यो भएर चाहिँ। अन्त म पनि अब नयाँ भएकोले यहाँ त्यस्तो उयोहरू छैन भनेर चाहिँ लु उसकै गिफ्टबाट चाहिँ म स्टार्ट गर्छु गाइज है। आशा गर्छु तपाईँले मन पराउनुहुन्छ होला। उसको यत्रो कुरा नै अब एकदमै म्याटर गर्छ होइन। अन्त ओके, वी विल स्टार्ट विथ रेड कलर। मेरो चाहिँ छैन है, तर म त गर्नु सक्दिनँ, मैले उसले लगेर गयो। त्यस्तो बेसी एक्सपेन्सिभ पनि छैन त, ठिकैकोलाई चाहिँदो किनेको छु। तर स्टिल 2टा कलर चाहिँ लेफ्ट छ उसको लागि होइन। उसले चाहिँ मलाई 7 कलर्स ल्याइदिएको थियो, तर 7मा चाहिँ 1 चाहिँ कम्ती भयो, किनभने चाहिँ ब्राउन कलरमा चाहिँ क्याडबरी ल्याइदिएको थियो, जो मेरो फेभरेट हो, खाइसकेँ मैले। सो 6वटा कलर चाहिँ म देखाउँदैछु के ल्याइदिएको रहेछ भनेर है साथीहरू, इन्जोय गर्नुहोस्। वी विल स्टार्ट विथ रेड कलर है। उसले चाहिँ के ल्याइदिएको थियो त्यस्तो टाढोबाट पनि भन्दाखेरि चाहिँ रोज। थ्याङ्क यू सो मच। रेडमा चाहिँ आयो रोज हो, के उयो पनि गरेकै छुइनँ यी। अन्त थ्याङ्क यू सो मच होइन। रेडमा भयो, एउटा भयो। त्यहाँदेखि नाउ अब ब्लूमा चाहिँ के एकदम रोमान्टिक छ है मेरो हस्बेन्ड चाहिँ। ग्रिनमा चाहिँ के ल्याइदिएछ अब, ग्रिन, दिस इज नट ग्रिन, दिस इज ब्लू। वाउ, ब्लूमा चाहिँ के ल्याइदिएछ भन्दाखेरि चाहिँ हो, म त अलिक बाङबुङहरू पारिहाल्छु कि, टाइमै पाएन नि त हामीले यो पालि कि। वाउ, ब्लू कलरमा चाहिँ यो ल्याएको छ है, ब्लू कलरमा। वाउ, सेन्टेड क्यान्डल, ब्लू कलर, रेड र ब्लू भइहाल्यो होइन। त्यहाँदेखि आयो वाट इज दिस, हाम्रोमा ब्ल्याक पनि थियो होइन। त्यो भएर चाहिँ ब्ल्याकमा चाहिँ यो ल्याइदिएको अरे मलाई, कोम्ब, जसको मसाज जस्तो पनि हुने, यस्तो गर्ने यस्तो। वाउ, मजा आउँदो रहेछ यो।
यस्तो चाहिँ यो चाहिँ रबरको हुँदो रहेछ होइन, त्यो भएर चाहिँ सजिलो हुँदो रहेछ यो चाहिँ। हात खप्पै हालेर चाहिँ वाह बुढा लभ यु मोर लभ यु। ब्ल्याक कलरको होइन, ब्ल्याक कलरको तिनवटा भयो होइन। अन्त अझै इम्पोर्टेन्ट ग्रिन कलरमा चाहिँ के ल्याइदिएको थियो भन्दाखेरि चाहिँ मेरो यो इयरबोड ग्रिन कलरमा। यु कुड सी गाइज ग्रिन कलरको छ यो चाहिँ। हो मलाई यो पनि जरुरत थियो नि त, कतिवटा हराइसकेँ मैले वायरलेसको चाहिँ होइन। ग्रिन कलरमा छ, मैले युज पनि गर्नु थालिसकेँ होइन, राम्रै लाग्यो ग्रिन कलरको। के 4टा भइहाल्यो। अझै एउटा इम्पोर्टेन्ट नै चार्जर पनि मेरो अलिक उयो भइसकेको थियो होइन, त्यो भएर चाहिँ यो वाइटमा चाहिँ चार्जर ल्याइदिएको छ है। वाइटमा चाहिँ चार्जर, थ्याङ्क यू सो 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 मच। ब्राउन त मैले खाइसकेँ होइन। अन्त अब एउटा चाहिँ किनभने मलाई चाहिँ सुत्दाखेरि अब त्यो मनपर्छ मलाई, यो के भन्छ आई मास्क होइन, स्लिप मास्क। त्यो भएर चाहिँ उसले एकदमै मेरो लागि ल्याइदिएको रहेछ। वाउ थ्याङ्क यू सो मच। अन्त हेर्नुहोस् त लु साथीहरू, मैले नबनाएको भए एकदमै मलाई इन्जस्टिस हुन्थेन। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् है, कस्तो लाग्यो मेरो हस्बेन्डको गिफ्ट चाहिँ। हाम्रो कलर एक्सचेन्ज हामी दुईजनाले चाहिँ सँगै बसेर भिडियो चाहिँ बनाउनु सकिनौँ, तर पनि उसले मलाई के दिएको थियो 7 कलरमा भनेर चाहिँ। वाह लेट्स ट्राई। वाओ पिंक कलरमा चाहिँ। थ्याङ्क यू सो मच, loads of love। ओके बाई बाई एभ्रिवान। अनि तपाईँहरूलाई के लाग्छ गाइज, इन्जस्टिस हुन्थेन अन्त? यो चाहिँ मेरो गिफ्ट हो फ्रम माई हस्बेन्ड। थ्याङ्क यू सो मच बुढा, थ्याङ्क यू। Loads of love, missing you loads. Oh, I'm so proud of my husband, so thoughtful. Thank you so much. I am blessed. अझै भिडियोहरू हेर्नु पाउनु हुनेछ है। अब चाहिँ अलिकति हामी अब अलिक छुट्टीहरू मिल्यो भने चाहिँ भिडियोहरू बनाउँछौँ। अब अहिले त इलेक्सनले गर्दा म पनि बिजी नै छु, ऊ पनि बिजी नै छ। बादमा भिडियोजहरू आउँछ सँगै हुँदा है। ओके सबैजनालाई बाई बाई, इन्जोय गर्नुहोस् होला, कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोस् होला।